यो चाहिँ मेरो घरबाट देखिएको दृश्य हो। यहाँ तपाईले बादल देख्न सक्नुहुन्छ। कागती बोर्ड छ। मेरो भाइ पनि यही छ र मेरो अर्को भाइ पनि छ। यो त 6 महिनाले मात्र भाइ हो मेरो। के छ अनि? ठीक छ। ठीक छ। यता हजुरआमा हुनुहुन्छ है। हजुरआमा यहाँ बनाएपछि चाहिँ हात मिलाइदिने हो त उ हो नि त। बाख्रालाई त जब त क्यामेरा देखायो भने त एउटा उ हुन्छ नि त हैन। के हुन्छ खास क्यामेरा देखायो भने? क्यामेरामा देखायो भने त मान्छेहरूले पनि सोच्छन् कि मिल्दो रहेछ हैन। उ भन्नु अनि अरु बेला चाहिँ कुस्ती हान्दिने हैन। यस्तो छ दर्शकबिन। मेरो चाहिँ घर हो यो गल्छी गाउँपालिका वडा नम्बर 7 मा रहेको दृश्य हो अहिलेको। तपाईँ देख्न सक्नुहुन्छ। यो फलैचा छ तर यो फलैचा खाली छ है। यो फलैचामा अहिले प्राय धेरै बेर बस्ने समय हामीसँग छैन। तर म नेपालमै छु, म घरमै छु, घर वरिपरि छु र देशमै छु। के छ गाउँघरको हालखबर के छ? ठीक छ। ठीक छ। ठीक छ एकदम बिन्दास। के भइरहेछ गाउँघरमा आजभोलि चहल पहल के छ? चहल पहल त यस्तै हो। धान काट्ने अब भित्राउने बसदिन खानुपर्छ हैन। सबै घर परिवारले आनन्द छ। रमाइलो छ। करौती बोकिया छ। करौती बोकिया छ। घाँस काटिन्छ। गाई भैँसी पाले त्यही त हो नि। कोदो काट्न चाहिँ कहाँ जानु पर्ने? यही गैराबारीमा दिदी पनि आउँछन् त्यहाँ। आउँछ। आउनु बेला हुन्ला। आमा पूजा गर्नुभयो? पूजा गर्नु सबैलाई सन्चो छैन नि त। मलाई मेरो रुवा लाए अब यस्तो भएको छ कुम भाँचिया छ मेरो है। अनि अब यस्तै छ। सबैजना पिडामै छौँ आमा। चस्मा खै त चस्मा लाउनु पर्दैन आज? चस्मा लाउनु पर्छ। मैले बिहान मुख धुँदा फुकाले यो बिजुवाकै आँखा हेर्ने हुँदैन। यतापट्टि अपरेसन गर्नुपर्ने। फेरि अपरेसन गर्ने कतिचोटि हुन्छ अब अपरेसन गर्दा? 2 चोटि। अनि साँच्चै अध्यारी बा बिरामी भन्ने भेट्नु जानुभयो त? अस्ति दैसान भयो जाने गरे अरे गएको हो र अस्ति गरे अरे भन्दै जोइ म खै जानु भ्याएर भने यहाँ बाँदर लिएर त्यति बोडीको बिउ राखेको थियो त्यहाँ टाढा आइसक्यो बाँदरले यहाँ आएर चढ्ने। आफूलाई ज्वरो आउला त गरेको म अचार सचार त्यहाँ थियो खायो त हालेर देख्यो। हामीलाई अचार बनाएर राखेर त्यसले झारे तिनवटा। त्यही त मैले अचार चाहिँ खोजेँ अब आमालाई अमिलो झार्दैहरू गएको थिएँ मैले। उता पारिपट्टि धान काट्यो त? काटिसक्यो। ठडा छैन? छैन। अनि यताको त ठटाएर भ्याउनु भयो? ठटा पानीले इन्डे जात्रा मेरो आमा पानी बग्दैछ पर्दैछ त कान्छाले गर्नु गरेको हो। कान्छो नि इन्डिया पुग्यो। त्यही छिना उकेर त्यसले कान्छाहरू जति दुइटै कान्छो इन्डिया रे अनि त्यो हैरान दिइहाल्यो नि त्यो धान। अनि त्यो धान सबै अनि त्यो सुकाएर छोरी उम्रेर त्यति भइसक्यो त्यो सुकेको खेत। अस्ति पालि आउँदा त पुरै यो भरि सब धानै धान थियो क्या दाइ म आउँदा त म। अनि दाइ पनि बिरामी भएर सुतिरहेको थियो गरेर है। बोडीको बिउ यति टाढा राख्छु भनेर यो लामो कान्छाले पनि यो बोडी बिउ राख्छ आमा नटिपिकन भन्छौ राखेको बाँदर र ऊ त्यहाँ आएर झन्डै खाएको यो पनि खाइसकेको ऊ। त्यो चाहिँ के आमा हेर्नु न उ त्यो उहाँ गएर फुले खायो त्यो त्यहीँ गएर फल्छ त्यो सिमी टिप्ने कसले आकाशको फलमा आँखा तरी मऱ्यो भने चाहिँ त्यही हुन्छ क्या अब हो कि न। ल सोच्नु न तपाईँ। गोकर्ण दाइ मलाई त डर लाग्छ नि भनिहाल्छन्।
त्यो सिङ्गाउरी बढी तर पोहोर चाहिँ आमा सब त्यो हाँगा ढालेछ नि अहिले पालि चाहिँ त्यो हाँगा ढाल्न लाउने होइन है त्यसरी हुँदैन त्यो ढाल्दै किसिमले ढाले एउटा त्यसो गर्ने होइन त्यो के त्यसै ढालिदिने त्यो ठुल्बाउले मलाई के थाहा छ त्यो गएर काट्दाखेरि म हँसिया कोही पनि त्यो हँसिया कोप्छ भनेर यस्तो कराउँदै ठुल्बाउले त्यहाँ हँसिया त कोप्नु पाइँदैन थियो तपाईँले हाँगै ढालिदिँदा होइन ठुलोले देखायो भने चाहिँ त्यसरी आँखा चिम्लेर कराउँदै रुई काट्ने ढाल्ने उता त्यो हुँदैन कि त्यसो गर्न होइन जान्न सक्नमा त काट्नुपर्छ यार त्यो होइन कि रुख तर जबरजस्ती जानु हुँदैन क्या लड्यो भने त लडिगयो नि यार त्यो त्यो तपाईँको लास्ट बलियो हुन्छ अझै पूजा गर्नु आएन खोइ गरे भर उठे होइन म भर उठेर कसैलाई बाख्रा चारी बाख्रा खानु नै भ्या सक्यो अब उठ्नु अब बिस्तारै गर्ने बेला खा होइन हामी यहाँ भाँडासाँडा माझेर राखेको छ खाना हामीले पूजा भाँडा अनि आज जाने होइन के होइन त बाघ अध्ययन बाघ जानु पर्ने भेट्न हो हामी जाऊ नि त तिम्रो तपाईँ नजाने के लैदिनु भयो आमा भेट्नु जाँदा के लैदिनु नि भयो 2 रुपियाँ 20 रुपियाँ लैदिने तपाईँसँग छैन राखे मसित के हुनु मलाई हामीले त यस्तो भयो कि राति भइपुग्यो हामी आइपुग्दा 13 12:30 भएको थियो है घर आइपुग्दा 12:30 भएको थियो आमा दादीमा काम थियो हिँडेको ठाउँमा राति के पसल नहुने अनि त्यहाँ अनि बाबाले के भन्यो भने बाबाले फोन गर्यो अनि आमा तपाईँ तातो खाएर अलिकति सुत्नुहोस् उनीहरू आउँछन् खान्छन् म त ज्वरो आउन आँट्यो बाबु भनेको हिजो यिनीहरू धान काट्न गयो नि त म नि सक्यो होइन धान काटेर त ओइ धान काटेर सक्यो होइन सक्यो सबै भ्या सक्यो धान काट्छु पार्न तिमीहरूको त टोपी एउटै छ त दुइटैको के हो तिमीहरू दाजुभाइ हो कि क्या दाजुभाइ कसैको बिहे नहुने भएको आमा यिनीहरू सबैको बिहे नै नहुने भयो नि नहुने हो रोशनको बिहे हुने भयो पुरुषनको अब उसको बिहे बच्चा गरी गाँसेर आएको थियो एकैछिन गएर बिहे खाने अब पुरुषनको राजन उसको मैले टिकटक तिमीहरूको मात्रै भएन तिमीहरूको मात्रै भएन तस्तो तिमीहरूको मेरो त जुगानी आएन अब पहिला मेरो त होइन मलाई म त भएन कि हाम्रो नाति यसको नि म त नगर्ने आमा यो के हो नभने के जोगी गर भने बिहे नगर्दै पनि जोगी हुन्छ जोगी नै हुन्छ त बिहे नगर्ने जोगी हुन्छ घरमा बस्ने जोगी हुन्छ गएर बिहे गरेर मन्दिरमा गएर बस्ने चाहिँ जोगी हुन्छ घरमै बस्ने यहाँ परिवारसँग साथमा बस्ने मान्छे गएर जोगी हुन्छ यस्तो बुढा उसले चाहिँ अब फिलोसफर हुन थाल्छ कपाल धरेर देख्दा चाहिँ कपाल दारी अब जोगी चाहिँ के जोगी नै जस्तो भएछ हो म जोगी नै ठिक आमा म जोगी नै ठिक के गर्ने होला थिएँ म त खाना होला मलाई काला हानी हुने भयो नातिनी बुहारी नाति बनाती खेलाएर बस्ने बेलामा यस्तो हो त मलाई के आयो कतिजना खेलाउनु भयो नाति नातिना कतिजना भयो तपाईँको सबै गरेर भन्नु त कतिवटा भयो एउटा कान्छीको खेला पनाती नै भइसक्यो टोटल अनि कतिजना भयो भन्नु त अनि अझै पनि खेलाउनु रहेर तपाईँलाई नपुगे कान्छीको मात्रै खेलाएँ मैले अरूको खेलाएको खेलाउनु पायो खेलाउनु भवानीको के त नि भवानी चाहिँ छैन देउती सेउती खेलाउन नभए नि भवानीको त छ नि त उता फेरि भवानीको छ नि अनि ऊ चाहिँ नाति नै होइन ऊ त नाति नै होइन तपाईँको खेलाएर बस्नु पाएको त मैले ऊ त झन् अनि नातिनी नि त अनि के गरे म जता जान्छु उतै लए के गरे कान्छा तिमी यसो गर है आज ल त्यो दान उ गरिदिनु म काम गरिराखेर त के गर्नु बोकेर ल बाबु हाले कुटेर लिएर हाले त छैन त ए साँच्ची त ओखो डोरी छैन नि हामी के भन्यो तपाईँ डोरी चोटामा मैले लगाएर त्यो डोरी होइन कि हाम्रो बाइकको डोरी छैन उहाँ थियो 2-2टा होइन अब हालिदिएन बिग मिस्टेक भयो के गर्नु सकिन्छ त्यो अवस्थामा अनि के हो आमा तपाईँलाई धम्की पढाएको छैन धम्की पढाएको छैन तपाईँलाई के भन्छ बाइकमा बाँधिदियो तपाईँ त अनि चोट झिक्नु भएको त अनि धम्की पढायो बेला चोट खानु हुँदैन खानु त पऱ्यो भने यसो थाहा छैन अनि त्यही भएर रहेछ तपाईँको अनुहार न्याउर भयो धम्की जाडोमा बढी चोट खानु हुँदैन आमा धम्कीको आएकै छैन है नखानु है चोट खानु हुँदैन है खानु हुँदैन भनेर पुरा भिडियो बनाइरहेको छ क्या अब अनि नखानु आमा खानु हुन्न अब किन नखानु भन्दाखेरि नराम्रो भइन्छ नि त हामी है अब तपाईँले बचपनदेखि खानु भएको तर नखानु धेरै राम्रो हुन्न है धेरै चाहिँ खान्न कहाँ खानु स्यास्या हुन्छ कि हुँदैन त्यो औषधि ल्याइराखेको नि त औषध नि खानुहुन्छ अनि यो नि खाने औषध नि खाने औषधि लगाइराखेको छ क्या लाउने के लाउने फोक्ने हो त्यसरी ठ्याक्क लाएर अनि थुप्रो मुखेसो गर्ने ल्याएको क्या त्यस्तो छ खाने औषधि थियो अब पूजा गर्छु
सबैको यस्तो मोबाइल ल्याएको भदिको नि ल्याइदियो छोराले मेरोमा त जम्मै तपाईँलाई त्यही त चलाउन आउँदैन त्यो किनाको बुढी जम्मै यस्तो जम्मै गर्ने जम्मै सिकाइदियो बुढाले तपाईँलाई त्यही त चलाउन आउँदैन आमा त्यस्तो सबै सिकालु हो मान्छे तपाईँ ल्याएर अहिले यस्तो मोबाइल किनिदियो भने फोटो खिच्ने किनिदियो भने चलाउनुहुन्छ त यो सिकाउँदै सिकाउँदै लाउँदाखेरि हुन्छ होला ए यस्तो यस्तो छ है हेर्नु देखिन्छ क्या सबै फोटो भिडियो है के गरिरह बाख्राले कुखुराले यता जे भइरह खिचेर पछि हेर्न मिल्छ क्या आमा हो जस्तै तपाईँको अहिले यो भिडियो खिचिरह्यो नि हेर्न मिल्छ बुझ्छ अनि यस्तो चलाउनु सक्नुहुन्छ यस्तो त कहाँ सक्नु चलाउनु भयो एउटा ल्याइदिन्छु त्यो चाहिँ के त्यो आउने सबै थोक आउने त्यो कृष्ण बुढी जम्मै गर्छ तपाईँ चाहिँ गर्न सक्नुहुन्छ हुन्न बाजा बजाउने जम्मै बुढाले सिकाइदियो अनि उनी के अरे माथिको उनी माथि दिदीलाई हामी दिदीला होइन हजुरआमा चलाउनुहुन्छ हुन्न हजुरआमा त उयो मै जस्तै हो आउँदैन नि म जस्तै लेखेँ कि मेरो जस्तै त्यही त आउँछ आउन चलाउँछ अनि साउकोटीलाई ल्याइदियो त्यो केही न केहीको गोबर जतिलाई कोही सिँगै मान्छे हालेर सिँगै झिक्दो रहेछ कृष्ण बुढीको मगाएर त सिँगै हाल्ने सिँगै झिक्ने मान्छे क्या त मिसिनमा क्या सिँगै हालेर अनि सिङ झिकेर यत्रो डल्लो बनाएर मासु